हेलो गाइज, आज चाहिँ हामी लाग्यौँ बोलपुर तरफ। मजाले गाडी चलाउँदै हामी चाहिँ गयौँ बोलपुर। एकदमै राम्रो दिन थियो है, एकदमै मौसम सुहाना भन्ने टाइपमा है। अनि जाँदा जाँदा हामीले भेट्यौँ मस्टर्ड फिल्ड है। मस्टर्ड फिल्ड भेटेपछि त्यहाँ गएर अलिकति फोटो र भिडियो चाहिँ नखिची हुँदैन है। मलाई चाहिँ एकदमै मनपर्छ है। ब्लू स्काई विथ येल्लो मस्टर्ड फ्लावर्स है। त्यसपछि चाहिँ हामी गयौँ रिलायन्स मार्ट। अलिकति ग्रोसरी सपिङहरू थियो है। अनि मजाले ग्रोसरी सपिङहरू किन्यौँ। लासाङले पनि बिस्किटहरू पाएछ। निमसाङले चाहिँ चिप्स एन्ड एउटा बल पाएछ है। त्यो चाहिँ उसले लान्छु भन्यो र हामीले चाहिँ त्यसपछि यो सबै किनेर चाहिँ डोमिनोज पिज्जामा गयौँ है। र नानीले चाहिँ भन्यो आज चाहिँ उनीहरूले अरू केही पनि खाँदैन, डोमिनोजमा गएर पिज्जा खान्छ भन्यो है। त्यसपछि हामीले चाहिँ सिङ्गल प्याकको डोमिनोज पिज्जामा गएर एउटा सिङ्गल कम्बो प्याक रहेछ है। त्यो चाहिँ खायौँ। तर एज पर माई है ओपिनियन है, मलाई चाहिँ एकदमै खासै लागेन है। किनकि यसको जुन चाहिँ पिज्जाको ब्रेड थियो त्यो पनि एकदमै फ्लफी टाइपको थिएन है, एकदमै थिन थियो है। र मलाई चाहिँ खासै मन परेन है। मलाई चाहिँ जुन चाहिँ त्यो ठुलो पिज्जा मिडियम लार्जमा हुन्छ त्यो नै मनपर्छ है। तर पनि के गर्नु है, किनेपछि त खानै पर्यो जस्तै भए पनि है। आफ्टर अल इट्स अ हार्ड अर्न मनी है। सो वी क्यानट वेस्ट फुड एन्ड मनी बोथ है। यो खाएपछि चाहिँ हामी डिरेक्टली गयौँ सोनाझुरी हाट है, जसलाई खोया हाट पनि भन्छ। यो चाहिँ एउटा ओपन एयरमा है विकली लाग्ने हाट हो है, इन द डिस्ट्रिक्ट बिरभूम है। यो चाहिँ तपाईँको यसको विशेषता भएको कारण चाहिँ हो, यो चाहिँ एकदम अथेन्टिक है, अफोर्डेबल ह्यान्डमेड ह्यान्डिक्राफ्ट्सहरू, टेक्सटाइल, ट्राभल आर्टहरू तपाईँले देख्न सक्नुहुन्छ है। यसमा चाहिँ तपाईँले बाउल म्युजिक है, सन्ताली डान्स पनि देख्न सक्नुहुन्छ है। अनि त्यसपछि चाहिँ हामी जुन चाहिँ छ सन्ताली नाच, त्यसमा पनि गएर हामी नाच्न थाल्यौँ है। किनकि जहाँनिर जानुपर्छ त्यहाँनिर अलिकति भए पनि इन्जोयमेन्ट त गर्नुपर्छ है। यसरी हेर्नुहोस् मजाले उनीहरूसँग हामीले सन्ताली डान्स पनि गऱ्यौँ है। तपाईँहरूलाई यहाँ आएर चाहिँ एकदमै है युनिक एउटा कल्चरल सपिङ एक्सपिरियन्स पनि हुन्छ है। र तपाईँहरूले यहाँ आएर भिजिट गर्नुहोला है, राम्रो लाग्छ तपाईँलाई पनि। ओके गाइस, थ्याङ्क यू फर वाचिङ माई भिडियो।